कोसिस गर्दैछौँ मनीले चाहिँ वेल्थ क्रिएट गर्ने काम गर्दैछौँ। आज कति साथीहरूलाई चाहिँ डिएक्सनको प्रोग्राममा जाम्म भन्ने गर्दा कति रियाल मिल्छ भन्यो होला नि, टिकट छ नि त्यहाँ भन्दा टिकट काटी को जान्छ प्रोग्राममा भन्ने साथीहरू पनि धेरै हुनुहुन्थ्यो। उहाँहरूलाई थाहा छैन डिएक्सनले चाहिँ रियल वेल्दी बनाउँदैछ, मान्छेलाई समृद्ध बनाउँदैछ भन्ने कुराहरू चाहिँ उहाँको जेनमा घुसेको छैन। हामी किन आजसम्म वेल्दी बन्न सकेका छैनौँ, हामी आजसम्म किन समृद्ध बन्न सकेका छैनौँ? हेर्नुहोस् यसको त्रुट हामी किन बन्न सकेका छैनौँ? यो ल्यान्ड भयो, यो ल्यान्ड यो जमिन हो, देखिराख्नु भएको छ, सबै देखिराख्नु भएको छ। हेलो गर्नुहोस् न, हातमा उठाउनुहोस् न, हेलो। एकदमै सिरियस है, म तपाईँलाई मोटिभेट गर्न चाहन्न, तर म तपाईँलाई केही जीवनका ट्रुथहरू सत्यहरू म तपाईँलाई बताउन चाहन्छु। यो ल्यान्ड हो, यो ल्यान्डको चाहिँ यो 300 मिटर तल चाहिँ पानी छ, 300 मिटर तल पानी छ। र तपाईँ र मैले दुःख गरेर एक ठाउँमा 100 मिटर, अर्को ठाउँमा 100 मिटर, अर्को ठाउँमा 100 मिटर, 3 ठाउँमा हामीले 100 मिटर खन्यौँ भने पानी भेटिएला? पानी भेटिन्छ? पानी भेटाउन सकिन्छ? सकिन्न। यसको मतलब यहाँ पानी नै छैन यस्तो त होइन नि, बुझ्दै हुनुहुन्छ? बी सिरियस है, एकदमै सिरियस। यो कुरा बुझ्नुभयो भने तपाईँलाई डिएक्सन गर्नलाई सजिलो हुन्छ र डिएक्सन गराउनलाई सजिलो हुन्छ, काम गर्नलाई सजिलो हुन्छ। तपाईँले 300 मिटर खनेको हो नि, यसमा कुनै डाउट छ? तर के गर्नुभयो, 100 मिटर एक ठाउँमा, 100 मिटर एक ठाउँमा, 100 मिटर एक ठाउँमा खनेर 300 मिटर चाहिँ खन्नुभयो। तर हामीलाई के लाग्यो त्यसपछि? पानी भेटिएन भने हामी थकित हुन्छौँ। यसको मतलब हामीलाई के लाग्छ? अब यहाँ पानी नै छैन रहेछ भन्ने लाग्छ। पानी नै नभएको हो, पानी नै नभएको। यहाँ पानी थियो, कति मिटर तल थियो? 300 मिटर तल थियो। तर हामीले खन्यौँ 300 मिटर त हामीले खनेको हो नि, तर किन पानी भेटेन? किनभने हामीले फरक फरक ठाउँमा चाहिँ खन्यौँ। त्यस्तै अब हामीलाई के भ्रम हुँदैछ, यहाँ बेकारमा दुःख मात्रै गरेछु, यहाँ पानी नै छैन रहेछ भन्ने चाहिँ हामीलाई भ्रम भयो कि भएन? अब तपाईँको भ्रमलाई कसैले चिर्न सक्छ? तपाईँसँग त रियल अनुभव छ, तपाईँले 300 मिटर खनेको हो कि होइन? दुःख गरेको, तपाईँले समय दिएको, पसिना पाएको, तपाईँले त्यहाँ जति पनि इन्भेस्टमेन्ट गर्नुपर्ने थियो गरेको, सबै कुरो गरेको, तर पनि पानी भेटिएन। अब तपाईँ थकित महसुस गर्दै हुनुहुन्छ, यहाँ पानी नै छैन रहेछ, बेकारमा चाहिँ मैले चाहिँ समय वेस्ट गरेछु भन्ने लाग्छ। तपाईँलाई कसैले भन्न खोजे यहाँ 300 मिटर तल पानी छ भन्यो भने तपाईँले उसको कुरा पत्याउनुहुन्न, किनभने तपाईँले 300 मिटर खन्या हो नि, खन्या हो नि। हामी कति 100 वर्षदेखि हामी चाहिँ जिउँदैछौँ। हाम्रो बाजे हुनुहुन्थ्यो, हाम्रो बुवा हुनुहुन्थ्यो, हाम्रो हजुरबुवा हुनुहुन्थ्यो, यस्तो छ। हाम्रो हजुरबुवाले काम गर्नुहुन्थ्यो अरे, दिनरात सुतिराख्नुहुन्थ्यो अरे, यस्तो छ। कसैको यस्तो छ? सबैको हुनुहुन्थ्यो होला नि हजुरबुवा, बुवा हुनुहुन्थ्यो, सबैको हजुरबुवा हुनुहुन्थ्यो, बुवा हुनुहुन्थ्यो, हजुरबुवाको पनि बुवा हुनुहुन्थ्यो। अब यस्तो हो, उहाँहरूले चाहिँ कामै नगरेर त्यसपछि उहाँहरूले चाहिँ सुतिराखेर हामी चाहिँ आज गरिब भएको हो र? होइन। कारण के हो भने जसरी हेर्नुहोस्, हाम्रो ग्रान्डफादर चाहिँ के हुनुहुन्थ्यो? हाम्रो ग्रान्डफादर चाहिँ किसान हुनुहुन्थ्यो, बुझ्दै हुनुहुन्छ? सिरियसै हेर्नुहोस्, पानी पिउनुहोस् बरु, तर हेर्नुहोस्, सिक्नुहोस्। म तपाईँलाई केही ट्रुथहरू भन्दैछु। हाम्रो ग्रान्डफादर के हुनुहुन्थ्यो? किसान हुनुहुन्थ्यो। अनि हाम्रो फादर चाहिँ के हुनुहुन्थ्यो? इन्डियन लाउरी हुनुहुन्थ्यो। हो, सत्य हो, सत्य हो नि। हाम्रो ग्रान्डफादर, हाम्रो बाजे के गर्नुहुन्थ्यो? किसानको काम गर्नुहुन्थ्यो। हाम्रो चाहिँ फादर के गर्नुहुन्थ्यो? इन्डियन लाउरीको काम गर्नुहुन्थ्यो। आज तपाईँ र म के गर्दैछौँ? खाडीको लाउरी बनेर घुमिराखेका छौँ। अनि कसरी हामी समृद्ध हुन सक्छौँ? कसरी तपाईँ र मैले चाहिँ पैसा कमाउन सक्छौँ? कसरी तपाईँ र म धनी बन्न सक्छौँ? तपाईँ र मैले बुझ्नुपर्ने कुरो, यदि तपाईँ र म समृद्ध हुने हो भने तपाईँ र मेरो बाजेले गर्दै गरेको कामलाई अलिकति सिस्टमेटिक ढङ्गले, जस्तै उहाँले चाहिँ अलिकति जेनेरेसन अनुसार टेक्नोलोजीलाई ढाल्दै के गर्नु पर्थ्यो? सिस्टमेटिक ढङ्गले यसलाई चाहिँ लगेर मेसिनमा लगेर गरिदिएको भए आज हामी किसान गर्दै गर्दा पनि धनी बन्न सक्थ्यौँ, समृद्ध बन्न सक्थ्यौँ। संसारमा कृषि प्रधान देशहरू के सबै गरिब छन्? छैनन्। कति धेरै धनी पनि छन्, तर हामी आज गरिब भएका छौँ। कारण के त? हाम्रो जेनेरेसन अनुसार हाम्रो योगदान फरक फरक ठाउँमा पर्यो।
अब तपाईँ र मैले आज चाहिँ उद्घोष गर्नुपर्छ, सङ्कल्प लिनुपर्छ। तपाईँ र मैले चाहिँ अब गर्ने मेहनतहरू 100% समृद्धको लागि हुनेछ र 100% समृद्धिको लागि काम गर्नेछौँ भन्ने चाहिँ हुनुपर्छ। ड्रिम, सपना, कतिजनासँग सपना छ? सपना छैन तपाईँहरूको? हेलो, एक्सक्युज मी, नाच्ने हो? सपना छ कि नै? सपना भएको हात उठाउनुहोस् त। सपना भएको फेरि कसैले मेरो त रुममै छ भन्नु होला। यस्तो हो, सपना छ। हामी एभरेज मान्छेको, हामी जो मिडल क्लास फ्यामिलीबाट बिलोङ गर्छ, हाम्रो सपना कस्तो हुन्छ हेर्नुहोस् है। तपाईँको सपना कस्तो छ मलाई थाहा छैन, तर हाम्रो सपना, धेरै जसो मान्छेको सपना के हुन्छ? घर बनाउने हुन्छ। त्यसपछि के हुन्छ? घर बनाउने सपना तपाईँ हामीले जब देख्छौँ त्यसको लागि के गर्नुपर्छ? घर बनाउने सपना देखिसकेपछि काम गर्नुपर्छ। कुनै पनि पेसामा काम गर्छौँ। आज तपाईँ जति पनि काम गरिराख्नु भएको छ, पैसा सबै सेभिङ गरिराख्नु भएको छ, खडेरी किन्ने, गाडी किन्ने, त्यसपछि घर बनाउने भन्ने एउटा सपनाकै कारणले गर्दा हामीले के गर्छौँ? काम गर्छौँ, कुनै पनि फिल्डमा काम गर्छौँ। आज त्यसकै लागि आज हामीले चाहिँ समय बेच्दैछौँ। जब हामीले यो समय दिन्छौँ, दिइसकेपछि हामी एक दिन चाहिँ के हुन्छौँ? अलिकति एजेड हुन्छ कि हुँदैनौँ? तपाईँ कल्पना गर्नुहोस्, मलाई लाग्दैन कि यहाँ एक दुईजना हुनुहुन्छ, म चिन्दछु राम्रोसँग, तर धेरै मान्छेको एभरेज स्यालेरी छ। मैले पोखरामा घर बनाउने भनेर सोचेँ भने मेरो 1000 रुपियाँ स्यालेरी छ, मलाई कति वर्ष लाग्ला पोखरामा घर बनाउन? जब म सपना देख्छु घर बनाउने पोखरामा, त्यसपछि म उसको पनि सुन्दिनँ। म के गर्छु? स्ट्रेट घर बनाउनको लागि मात्रै म फोकस गर्छु। त्यसको लागि म के गर्छु? काम गर्छु। कति बेला आएको 1 रुपियाँ पैसा पनि म थुक लगाएर जेबमा हाल्छु, सेभिङ गर्छु। चाहे मैले खाऊँ चाहे मैले नखाऊँ, गर्छु कि गर्दैन? सायद तपाईँ सबैले यही गरिराख्नु भएको छ होला। यो सबै भरम हो। हेर्नुहोस्, त्यसको लागि हामीले के गर्छौँ? काम गर्छौँ। काम गर्नको लागि हामीले समयहरू कसैलाई बेचेका छौँ। समय बेच्दै जाँदा 20 वर्ष 30 वर्ष बितेको थाहा हुँदैन र हामी एक दिन यो एजेड हुन्छौँ। जब एजेड हुन्छौँ त्यसपछि हामीलाई बल्ल सेल्फ एक्चुअलाइजेसन हुन्छ, आत्मबोध हुन्छ। सबैभन्दा ठुलो कुरा त घर होइन रहेछ, इन्ट्रोडक्सन रहेछ। पराय जस्तो इन्डिया नेपालमा रहने जो बुजुर्गहरू हुनुहुन्छ, उहाँहरू मात्रै तीर्थयात्रामा, मन्दिरमा, समाजसेवामा गएको देखिन्छ। किन जानुभएको? जवानीमा किन जान्नौँ हामी? किनकि जवानीमा हामी कहाँ व्यस्त हुन्छौँ? घर बनाउने सपना देखेका हुन्छौँ र घर बनाउनको लागि हामीले फुल समय चाहिँ कसैलाई बेचेका हुन्छौँ। अनि हाम्रो जब उमेर ढल्किँदै जान्छ, जब अघि मैले भने डेथ सत्य हो, मृत्यु सत्य हो भन्ने कुरो चाहिँ जब सेल्फ एक्चुअलाइजेसन हुन्छ, आत्मबोध हुन्छ, त्यसपछि हामीलाई बल्ल थाहा हुन्छ। हामी जब समाजमा फर्किन्छौँ, समाजमा फर्किसकेपछि पल्लो घरकोले नि चिन्दैन, वरिपरकोले नि चिन्दैन। त्यसपछि बल्ल थाहा हुन्छ, ओहो मैले घर त बनाएँ तर मलाई त कसैले पनि सोध्दैन। सबैभन्दा ठुलो कुरा त परिचय पो रहेछ भन्छौँ। अनि हामी के गर्न सुरु गर्छौँ? दान गर्न सुरु गर्छौँ। गरिबलाई दान गर्ने, च्यारिटीलाई दान गर्ने, कसैलाई चिया खिलाउने, तीर्थयात्रामा जाने काम कसले गर्छ? बुजुर्गले गर्छ। किन गरेको? उसलाई चाहिँ सेल्फ एक्चुअलाइजेसन हुन्छ, आत्मबोध हुन्छ। अब मेरो मृत्यु हुँदैछ, यत्रो जीवनकाल सक्यो, मलाई त पल्लो घरे साइराले चिन्दैन, नमस्ते गर्ने पनि छोड्यो, यसो कोट सोट लाएर हिँड्छ परतिर, नमस्ते गर्दैन। घर त बनाएको, काम त गरेको, तर चिन्दैन। अनि के हुन्छ? स्याड जिन्दगी भएर मर्नुपर्छ। स्याड जिन्दगी भएर मर्नुपर्छ। पर्छ कि पर्दैन? अघि मैले स्टिभ जब्सको फोटो देखाएँ। नेपाली हुनु नि? नेपाली हुन्? मेरो काका हुन्? मेरो छिमेकी हुन्? होइन। तर आज उनलाई संसारले चिन्छ कि चिन्दैन? तपाईँले आफ्नो हजुरबुवाको नाम चिन्नुहुन्छ? हजुरबुवाको नाम चिन्नुहुन्छ? हजुरबुवाको बुवाको नाम चिन्नुहुन्छ? चिन्नुहुन्न। किन चिन्नुहुन्न? तपाईँको हजुरबुवाले त्यस्तो कामै गर्नुभएको छैन चिन्ने लायकको। आफ्नै हजुरबुवालाई चिन्नुहुन्न, तर आज क्रिस्टियानो रोनाल्डोलाई चिन्नुहुन्छ, गौतम बुद्धलाई चिन्नुहुन्छ, रामलाई चिन्नुहुन्छ। किन चिनेको? उनीहरूसँग धेरै पैसा थियो त्यही भएर चिनेको होइन। किनभने उनीहरूले राम्रो काम गरेका थिए, राम्रो काम गरेका छन्, त्यही भएर चिनेको। पहिला के रहेछ? हुनुपर्ने के रहेछ? ड्रिम हुनुपर्ने हाम्रो खासमा के थियो? इन्ट्रोडक्सन। परिचय बनाउनको लागि तपाईँ र मैले काम गर्नुपर्ने थियो।
सबभन्दा पहिला तपाईँको परिचय, हु आर यु। आज यहाँ धेरैजना हुनुहुन्छ, धेरैजनाले स्टेज पाउनु भएन। किन स्टेज पाउनु भएन? किनकि परिचय नै छैन। परिचय नै छैन, कसरी पाउने स्टेज? कहीँ पनि जानुहुन्छ तपाईँलाई सम्मान मिल्दैन, कुनै पनि प्रोग्राममा जानुहुन्छ सम्मानै मिल्दैन, कसैले नमस्ते नै गर्दैन, सम्मानै दिँदैन। किन दिँदैन? तपाईँको परिचय छैन, तपाईँलाई कसैले चिन्दैन, तपाईँको भ्यालु छैन, त्यही भएर तपाईँलाई कसैले पनि सम्मान दिँदैन। हुनुपर्ने के थियो? इन्ट्रोडक्सन, परिचयको लागि काम गर्नुपर्ने। परिचयको लागि काम गरेपछि हामी एक दिन त्यसको लागि पनि हामी बुढो हुन्छौँ। बुढो भइसकेपछि हामीले घर बनाउन सक्छौँ। घर बनाएपछि हामी ह्याप्पिनेसका साथमा चाहिँ मर्न पनि सक्छौँ। मर्दा पनि खुसी खुसीका साथमा चाहिँ मर्न सक्छौँ। आज क्रिस्टियानो रोनाल्डोलाई संसारभरिका मान्छेले चिन्छन्, लियोनल मेस्सीलाई संसारभरिका मान्छेले चिन्छन्। आज अस्ति भर्खरै न्युज आएको थियो, क्रिस्टियानो रोनाल्डोले प्राइभेट जेट किनेका थिए। अर्को एउटा त थियो पहिला, फेरि अर्को प्राइभेट जेट किने। उनको परिचय छ। आज साउदीमा तपाईँ सबैलाई थाहा छ, साउदीको कानुन यति टाइट छ, साउदीकै नागरिकलाई पनि साउदीमा गर्लफ्रेन्डको साथमा चाहिँ लिभिङ टुगेदरमा बस्न अलाउड छैन। तर संसारको एउटा मात्र यस्तो मान्छे रोनाल्डो जो साउदीको कानुनलाई पनि चिरेर गर्लफ्रेन्डको साथमा चाहिँ लिभिङ टुगेदर बस्न सफल भएका छन्। के उनी पोर्चुगलका हुन् भनेर साउदीले बस्न दिएको हो? त्यसो होइन। उनले के काम गरेका? आफ्नो परिचय बनाउने काम गरेका। जब तपाईँको परिचय बन्छ त्यसपछि बल्ल तपाईँको परिचयको आधारमा इन्कम स्रोत बन्छ। जब इन्कम स्रोत बन्छ, पोखरामा घर बनाउन सजिलो हुन्छ कि अप्ठ्यारो हुन्छ? सजिलो हुन्छ कि अप्ठ्यारो हुन्छ? मेरो अहिले मन्थली 10,000 रियाल इन्कम आयो भने मलाई पोखरामा घर बनाउन कति समय लाग्ला? काठमाडौँमा घर बनाउन कति समय लाग्ला? इभन दुबईमा घर बनाउन कति समय लाग्ला? मलेसियामा घर किन्न कति समय लाग्ला? यसको लागि तपाईँ हामीले के गर्ने? काम गर्ने। काम गर्नको लागि बाहिर चाहिँ के गर्नुपर्छ? इन्भेस्ट गर्नुपर्छ। तर डिएक्सनमा तपाईँलाई फ्री अफ कोस्टमै दिएको छ। हेर्नुहोस्, वाट इज द डिएक्सन? डिएक्सन भनेको के हो? डिएक्सन एउटा उत्कृष्ट डाइरेक्ट सेलिङ कम्पनी हो जसको लोगोले नै तपाईँलाई परिचय दिएको छ। उडाउनु सूर्य सकारात्मक सोच, वनस्पति वृद्धि र विकास र समुद्र सतह भन्छ। यस्तो एउटा राम्रो नाम भएको डिएक्सनको फुल नेम भनेको डाक्सेन हो। डाक्सेन भनेको चाइनिजमा चाहिँ यसलाई के भन्छ? विश्वसनीयता र इमान्दारिता भन्छ। जुन कम्पनीको नाम नै इमान्दारिता र विश्वसनीयता छ त्यस्तो कम्पनीले तपाईँलाई समृद्ध बनाउन सक्दैन, तपाईँलाई हेल्थ बनाउन सक्दैन भनेर तपाईँ विश्वास गर्नुहुन्न? जुन कम्पनीको नाम नै विश्वसनीयता छ त्यस्तो कम्पनीमा तपाईँ हामी आज छौँ। डी भनेको गतिशील, त्यसपछि एस भनेको उत्कृष्ट, अनि एन भनेको के त? नेटवर्क। उहाँ हुनुहुन्छ हाम्रो कम्पनीको जिउरो भगवान दाजु डाक्टर लिम्सियोजी। प्लिज उहाँको लागि जोरदार ताली, जोरदार ताली। उहाँको कारणले आज तपाईँ र मैले यसरी पर्फर्मेन्स गर्ने मौका पाइराखेका छौँ। हाम्रो कम्पनी यहाँबाट चाहिँ सुरु भएको थियो। आजभन्दा 31 वर्ष पहिला 1993 मा यहाँबाट चाहिँ हाम्रो कम्पनी सुरु भएको थियो। यो हाम्रो कम्पनीको संसारकै लार्जेस्ट रातो च्याउ उत्पादन गर्ने हाम्रो चाहिँ मसरुम प्रड्युसिङ कम्पनी हो, जसले चाहिँ संसारमा जति पनि मसरुम उत्पादन गर्ने कम्पनी छन् तिनीहरूमध्ये सबैभन्दा ठुलो फ्याक्ट्री चाहिँ हाम्रो कम्पनी छ। यो मलेसियामा स्थित केडामा छ। म यहाँ अलरेडी पुगेर पनि आएको छु। यो हाम्रो चाइनाको फ्याक्ट्री हो। यो हामी तपाईँहरू सबैले एउटा चाहिँ गर्व महसुस गर्नुपर्छ। डिएक्सन एउटा मात्र यस्तो कम्पनी हो जसले तपाईँ र मेरो देशमा फ्याक्ट्री हाल्न सफल भएको छ। यसको लागि ताली हुनुपर्छ। हाम्रो देशमा फ्याक्ट्री छ। डिएक्सन कम्पनीको मिसन र भिजन हेल्थ, वेल्थ, ह्याप्पिनेस। हामी के कुरो गर्दैछौँ अहिले? हेल्थ, वेल्थ, ह्याप्पिनेसको विषयमा चाहिँ हामी कुरो गर्दैछौँ। डिएक्सनले दिने आज हेर्नुहोस्, डिएक्सन कम्पनी आज लगभग 180 भन्दा बढी देशमा पुगेको छ र 70+ वर्ल्ड वाइड ब्रान्चेसहरू छ। र डिएक्सन कम्पनी एक डाइरेक्ट सेलिङ कम्पनी हो जुन प्रत्यक्ष एउटा चाहिँ डिस्ट्रिब्युटर र हामी कम्पनीसँग मात्रै सम्बन्ध राख्ने गर्छ त्यस्तो कम्पनी हो। र त्यस्तो कम्पनी पनि संसारको चाहिँ 15 र्याङ्किङमा पर्न सफल भएको कम्पनी हो। र यो के हो? हाम्रो डिएक्सनको ह्याचक्यू हो। यो के हो? हाम्रो डिएक्सन कम्पनीको ह्याचक्यू हो। देखिरहेछ? देखिराख्नु भएको छ? मधुरो देखिएको छ क्या?
यति ठुलो एचक्यू छ यो तपाईँ र मेरो। जब तपाईँ डिएक्सनमा इन्भल्भ हुनुभयो, जब तपाईँ चाहिँ डिएक्सनमा जोइनिङ हुनुभयो, तब नै तपाईँको नाममा यो हुन्छ, सम्पूर्णको नाममा हुन्छ, भोलि तपाईँको छोराछोरीको नाममा पनि हुन्छ। यति ठुलो छ, लगभग 1000 किलोमिटर